हेलो एभ्रिवान। आज चाहिँ म लन्चमा के पकाउँछु हेर्नु है त। यो चाहिँ मेरो आजको लन्च हो। मैले चाहिँ आज लन्चमा चाहिँ चिकन बनाउँदैछु। चिकनलाई चाहिँ अब म आज म्यारिनेट नगरिकनै पकाउँछु। यसको लागि चाहिँ म मसला रेडी गर्छु। मसलामा चाहिँ मैले धनियाँ, जिरा, ल्वाङ, सुकमेल अनि दालचिनीको डन्डा र दालचिनीको पत्ता राखेर पिस्छु मजाले। सिलौटामा पिसेको मसला चाहिँ मिठो हुन्छ। त्यसपछि मैले लसुन र अदुवा पनि राखेर पिसेँ। अब चाहिँ म पिसिसकेँ। अब चाहिँ म कचौरामा निकाल्छु। अनि त्यसपछि म आज चाहिँ सिलौटामा पिसेको मसला राखेर चाहिँ चिकन बनाउँदैछु। यसको लागि चाहिँ मैले ग्यास बालेर कराई बसालेँ। त्यसपछि म काट्न गएँ प्याज। अब प्याज काटिसकेँ भने चाहिँ मैले कराई तताउन बसालेको छु। अब कराई पनि तात्यो। अब त्यसमा चाहिँ म तेल राख्छु। अब तेल चाहिँ म सनफ्लावरकै युज गरिरहेको छु। अहिले तोरीको तेल सकिया भएर तेल तात्यो। अब म प्याज भुट्छु। प्याजलाई चाहिँ म रातो गरेर भुट्छु। एकछिन रातो गरेर भुट्छु। अनि त्यसपछि म चाहिँ अब चिकन धुन गएँ। चिकन धुन्छु। अब चिकन ल्याउने ठाउँ त सफै छ, तर चित्त बुझ्दैन नि त आफूलाई। त्यही भएर धोएर नै पकाउँछु। म पकाउँदाखेरि चाहिँ सफा छ त्यो ठाउँ, चिकन ल्याउने ठाउँ चाहिँ। तर मैले त्यही पनि धोएँ। अब चाहिँ म यो प्याज चाहिँ रातो गरेर भुट्यो। अब चिकन राखिदिन्छु। अनि यसलाई पनि मजाले भुटेर बनाउँछु। एकछिन भुट्छु। अनि त्यसपछि भुटिसकेपछि चाहिँ म अब एकछिन छोपेर पकाउँछु। एकछिन चाहिँ म छोपेरै पकाउँछु। त्यसपछि चाहिँ नछोपिकन मजाले पकाउँछु। यो चाहिँ अब भेज खाने हुनेहरूको लागि चाहिँ म मसरुम बनाउँदैछु आज। हाम्रोमा हुनुहुन्छ भेज खाने पनि। यो साउनभरि चाहिँ ननभेज खानुहुन्न उहाँहरू। त्यही भएर उहाँहरूको लागि चाहिँ मैले यो मसरुम बनाउँदैछु। त्यसपछि चिकन पनि मेरो भुटिँदैछ मजाले। अब चाहिँ म ढक्कन नलगाइकन पकाउँछु चिकन चाहिँ। अनि अब मसरुमलाई पनि म 2 टुक्रा मात्रै पार्छु। यो एकदम गलेको मसरुम चाहिँ मिठो लाग्दैन कि मलाई चाहिँ। त्यो गल्यो भने फेरि मसरुमै देखिँदैन। त्यही भएर मसरुमलाई चाहिँ 2 टुक्रा मात्रै बनाउँछु। अनि आज चाहिँ अब म मसरुम चाहिँ सिम्पल तरिकाले नै बनाउँछु। मसरुमलाई चाहिँ अब मसरुम पनि सबै काटिसकेँ। अब यो काटेको मसरुमलाई चाहिँ म भाँडामा राख्छु। अनि त्यसपछि चाहिँ आज म नेपाली अचार पनि बनाउँदैछु। त्यसको लागि चाहिँ मैले पहिले नै आलु बोइल गरिसकेको थिएँ। अनि त्यसै काँक्रा, मुला, गाजर हालेर चाहिँ आज म मिक्स अचार बनाउँछु। अब अचार बनाउँदा चाहिँ अब त्यो काट्ने तरिका सबैको छुट्टै हुन्छ। म चाहिँ डल्लो नै काट्छु। मलाई चाहिँ अब त्यस्तै सजिलो लाग्छ। म त त्यस्तै काट्छु, डल्लो नै काट्छु। अब मुलालाई काटेँ। अब मुलालाई काटिसकेँ भने चाहिँ म त्यसलाई भाँडामा राख्छु। अनि त्यसपछि काट्छु म काँक्रा पनि कस्तो कलिलो काँक्रा रहेछ गाइस। अब काँक्रालाई पनि म त्यस्तै गरेर डल्लो गरेर नै काट्छु। अब काट्ने चाहिँ सबको आफ्नै स्टाइल हुन्छ नि त। म चाहिँ प्रायः जस्तो डल्लो नै काट्छु कि अचार बनाउँदा। अब काँक्रालाई पनि हालिदिन्छु। अब म आज चाहिँ डल्ले खुर्सानी राखेर बनाउने अचार चाहिँ। अनि आलु चाहिँ मैले अघि नै बोइल गरेर राखेको थिएँ। अब यसलाई पनि छिल्छु। म आलु चाहिँ धेरै हाल्दिनँ है, ठिकै हाल्छु। अब आलु पछि म अब यसरी गाजर पनि काट्छु। एकदम मिठो भएको थियो अचार चाहिँ। डल्ले खुर्सानीको टेस्टले होला पिरो मिठो भएको थियो। अब यो म त्यसरी गाजर पनि काट्छु मजाले। गाजरलाई पनि गोलो गरेर नै काट्छु। यसलाई पनि भाँडामा राख्छु। अनि त्यसपछि काट्छु डल्ले खुर्सानी। यस्तो रहर लाग्दो डल्ले खुर्सानी आइसक्यो गाइस। अहिले त अब सिजनै हो नि त। मेरो चिकन पनि भुट्यो। अब चिकनमा म मसलाहरू राख्छु। अब नुन राखेँ। त्यसपछि बेसार। अब अरू त सबै त्यो मसलामा मैले अघि सिलौटामा पिसेको मसलाहरू सबै छँदैछ। अब म चाहिँ यो रातो खुर्सानी चाहिँ कलरको लागि है गाइस। म चाहिँ मासुमा चाहिँ पिरो हाल्दिनँ, बाबुलाई पनि खुवाउने भएर। त्यसपछि मैले मसला राखेर एकछिन चलाएँ। त्यसपछि गोलभेडा राखेर पनि एकछिन चलाउँछु। अनि त्यसपछि छोपिदिन्छु।
अब म अचारको लागि डल्ले खुर्सानी काट्छु। यस्तो पिरो डल्ले खुर्सानी, यस्तो पिरो डल्ले खुर्सानी छ। मैले आज रातो दाल बनाएको छु। रातो दाल, यो दाललाई चाहिँ म लसुनले मात्रै झान्छु कि मलाई अब धेरै थोरैले झानेको चाहिँ मन पर्दैन। यो रातो दाल चाहिँ लसुनले मात्रै झान्छु। त्यसपछि मेरो चिकन पनि अब अलमोस्ट पाकिसक्यो। कलर हेर्नु न कस्तो राम्रो आएको छ। यो पिसेको मसलाले होला कस्तो मिठो बास्ना आएको थियो कि चिकन त मिठो भएको थियो। सिलौटामा पिसेको मसलाको टेस्ट नै फरक हुने कि। यसको कलर हेर्नु कस्तो मिठो कलर आएको छ चिकनको। अब चाहिँ पाक्यो, म चाहिँ खनाइदिन्छु। अनि खनाइसकेपछि चाहिँ म अब चाहिँ वाउ कस्तो राम्रो देखेको हेर्नु न चिकन। अब चाहिँ म कराई बसालेर चाहिँ अब यो अचार झान्छु पहिला। अनि अचार झानेपछि चाहिँ त्यही कराईमा चाहिँ म मसरुम पकाइदिन्छु। तोरीको तेलमा चाहिँ मिठो हुन्थ्यो अचारहरू, मासुहरू। अब तोरीको तेल नभएर चाहिँ मैले अब अहिले चाहिँ यो सनफ्लावर नै युज गरेँ। मैले छोप चाहिँ म पहिले नै बनाएर राख्छु कि सजिलो हुन्छ, आफूलाई चाहिएको बेला जति बेला पनि अचार बनाउन सक्यो। मैले मेथी राखेँ पहिला, अनि त्यसपछि चाहिँ डल्ले खुर्सानी राखेँ है। अनि यो झानिसकेपछि चाहिँ अब मजाले मोल्छु यसलाई। अनि यसमा नुन राख्छु। अनि नुन राखेपछि चाहिँ कागतीको रस पनि राख्छु। यस्तो मिठो बास्ना आएको थियो यो कागतीको। मलाई चाहिँ यो कागती चाहिँ गाउँबाट पठाइदिनु भएको थियो कि यस्तो बास्ना आएको थियो। अब चाहिँ म यसैमा यो च्याउ बनाउँछु। मलाई चाहिँ आजकल फेरि यो डल्ले च्याउ नै मनपर्छ कि यो पात च्याउ भन्दा यो डल्ले च्याउको टेस्ट चाहिँ एकदम मनपर्छ। अब मैले तेल तातेपछि चाहिँ प्याज मजाले रातो हुन दिएँ। त्यसपछि मसरुम, अब यो मसरुमबाट कति पानी आउने हो, कति पानी आउँछ भने गाइस। अब यही पानीमा नै म मसला पाक्छ। अब म सबै मसलाहरू हालिदिन्छु यसैमा नै। पहिला चाहिँ मैले गोलभेडा हाल्छु। अब यो कति पानी आइरहेछ, अब त्यही पानीमा मजाले पानी सुक्दासम्म चाहिँ पाक्छ। त्यसपछि नुन राखेँ, त्यसपछि बेसार, त्यसपछि मसला राखेँ धनियाँ जिराको पाउडर। अनि यसमा चाहिँ म पिरो हाल्छु, खुर्सानीको धुलो अनि अदुवा लसुनको पेस्ट हालेर चाहिँ मजाले एकछिन छोपिदिन्छु। अनि छोपेपछि चाहिँ हाम्रो मसरुम पनि रेडी भयो पाकेर। यस्तो मिठो भएको थियो मसरुम पनि। अब मेरो मसरुम पाक्यो। यस्तो राम्रो देखाएको थियो है।